ल विद्यार्थी भाइ बहिनीहरू, आज म फेरि तपाईहरुको लागि एउटा न्युमेरिकल क्वेशन लिएर आएको छु कक्षा 12 को एकाउन्ट भन्ने सब्जेक्टको लागि है। र यहाँ आज म एनईबी को क्वेशन लिएर आएको छु है। यो क्वेशन लिएको छु एनईबी ग्रेड 12 भनेर दिएको छ 12 कक्षाको 2081 सालको पेपरबाट म एउटा क्वेशन लिएर आएको छु जुन हाम्रो शेयरसँग सम्बन्धित छ है। हाम्रो कम्पनीले शेयर इस्यु गर्छ र विभिन्न इन्स्टलमेन्टहरुमा चाहिँ पैसा उठाउने काम गर्छ है। हो त्यससँग सम्बन्धित म एउटा क्वेशन लिएर आएको छु। अब यो क्वेशन कस्तो छ, यसमा के छ तपाईहरुले चाहिँ एकचोटी क्वेशन बुझ्नुस् है। म यहाँ क्वेशन पढेर तपाईहरुलाई सम्झाउने प्रयास गर्छु, तपाईहरु बुझ्नुस् है। यहाँ क्वेशन त हाम्रो भाषाको रूपमा छ, तर यो क्वेशनको मेन पोइन्टलाई मैले चाहिँ एउटा बुदाको रूपमा टिपेको छु है। र यसैको आधारमा म तपाईहरुलाई पुरै हाम्रो क्वेशन कस्तो छ भन्ने कुरा सम्झाउने प्रयास गर्छु है। यसमा के भनेछ भन्दाखेरि यो कम्पनीले 5000 वटा शेयर इस्यु गरेको छ। कम्पनीले 5000 वटा शेयर इस्यु गरेछ। एउटा शेयरको पार भ्यालु 100 रुपैयाँ छ र कम्पनीले 10% डिस्काउन्टमा शेयर इस्यु गरेको छ है। 100 को 10% भनेको 10 रुपैयाँ छुटमा शेयर इस्यु गरेको छ र कम्पनीले 3 वटा इन्स्टलमेन्टमा त्यो पैसा उठाउँछ है। एप्लिकेसनबाट 30 रुपैयाँ, एलटमेन्टबाट 40 रुपैयाँ, फर्स्ट र फाइनल कलबाट 20 रुपैयाँ उठाउने काम गर्छ। यहाँ जुन कम्पनीले डिस्काउन्टमा शेयर इस्यु गरेको छ अनि डिस्काउन्ट कुन किस्तामा कम्पनीले कटाएको छ भन्ने कुरा हाम्रो क्वेशनमा कहीं पनि क्लियरली भनेको छैन। त्यस अवस्थामा हामीले कसमा डिस्काउन्ट होला भन्दाखेरि हामीले केमा बुझ्ने त एलटमेन्टमा डिस्काउन्ट घटाएको छ भनेर बुझ्नु पर्यो है। जब हाम्रो प्रिमियम अथवा डिस्काउन्ट कुन इन्स्टलमेन्टमा छ भन्ने कुरा तोकेर दिदैन तब हामीले केमा बुझ्ने त एलटमेन्टमा बुझ्नु पर्छ है। त्यसपछि अगाडि के भनेछ, एप्लाइड शेयर्स 7000 भनेको छ। हाम्रो कम्पनीले 5000 वटा शेयर इस्यु गरेको छ तर एप्लिकेसन 7000 जना शेयरको आएको छ। अनि कम्पनीले ती शेयरहरुलाई कसरी सिलेक्सन गरेको छ भन्दाखेरि 2000 वटा शेयरहरुको एप्लिकेसन पुरैलाई के गरेछ, सिलेक्टेड गरेको छ। एप्लिकेसन जुन 2000 पहिलो लटमा 2000 जना शेयरको एप्लिकेसन आयो, पुरैलाई कम्पनीले पुरै शेयर दिएको छ है। त्यस्तै अर्को लटमा 4000 जना शेयरको एप्लिकेसन आयो तर तिनीहरु मध्ये कम्पनीले 3000 वटा शेयर मात्रै दिएको छ र यिनीहरु मध्येबाट 1000 जना शेयरको पैसा एप्लिकेसनको रेट कति छ, 30 रुपैयाँको रेटमा एडभान्स रुपैयाँ 30000 राखिएको छ है। यो जुन 30000 रुपैयाँ छ 3000 जना शेयरको पैसा हो, बुझ्नु भयो नि। यसमा यिनीहरुले 4000 जना शेयरको पैसा तिरेका छन्, शेयर होल्डरहरुले 3000 जना शेयरहरु मात्रै पाएका छन्। 1000 जना शेयरको पैसा ती शेयर होल्डरहरुको के छ त एडभान्सको रूपमा छ। त्यो पैसा एलटमेन्टमा चाहिँ कम्पनीले पठाइदिन्छ है, एलटमेन्टको लागि एडभान्समा राख्छ। त्यसपछि 1000 को नील भनेको छ, भनेको 1000 वटा शेयरहरु कम्पनीले के गर्यो, रिजेक्ट गरिदिएको छ, फिर्ता पठाइदिएको छ है। अरु सबै शेयर होल्डरहरुले पैसा तिरेका छन् तर एउटा शेयर होल्डर जसले चाहिँ 300 वटा शेयर लिएको थियो त्यसले के गरेको छ, फर्स्ट र फाइनल कलको पैसा तिरेको छैन है। हामीले जर्नल एन्ट्री, एप्लिकेसन, एलटमेन्ट फर्स्ट र फाइनलको बनाउन भनेको छ है, बुझ्नु भयो नि। हाम्रो यो कम्पनीले 5000 वटा शेयर इस्यु गरेछ। एउटा शेयरको पार भ्यालु 100 रुपैयाँ छ तर 10% डिस्काउन्टमा इस्यु गरेको छ। एन्ड हियर इज गिवन द 3 इन्स्टलमेन्ट, एप्लिकेसन, एलटमेन्ट, फर्स्ट एन्ड फाइनल कल है। अनि डिस्काउन्ट कहाँ छ भन्दाखेरि एलटमेन्टमा हामीले बुझ्ने। त्यसपछि के भएको छ, 7000 शेयर्स वेयर एप्लाइड भनेको छ। 7000 वटा शेयरको एप्लिकेसन आएको छ अनि कम्पनीले सिलेक्सन गर्ने बेलामा 2000 को 2000 नै दिएको छ। 4000 जना शेयरको एप्लिकेसन आउँदा 3000 वटा शेयर दिएको छ। 1000 जना शेयरलाई के गरेछ, रिजेक्ट गरेको छ, बुझ्नु भयो नि। अनि सबै जना शेयर होल्डरहरुले टाइममै पैसा तिरेका छन्। बट वन शेयर होल्डर होल्डिङ 300 शेयर डिड नट पे द फर्स्ट एन्ड फाइनल कल है। तर एउटा शेयर होल्डर जोसँग 300 वटा शेयरहरु थिए त्यसले फर्स्ट र फाइनल कलको पैसा तिरेको छैन। हामीले जर्नल एन्ट्री बनाउने एप्लिकेसनको, एलटमेन्ट र फर्स्ट फाइनल कलको है। यसरी हामीले जर्नल एन्ट्री बनाउने। क्वेशन बुझ्नु भयो नि। अब हामीले सबैभन्दा पहिला एप्लिकेसन मनी रिसिभ गर्छौं। जतिवटा शेयरको हामीले एप्लिकेसन मनी रिसिभ गरेका छौं सबैलाई हामीले के गर्ने त डेबिटमा देखाउने है। त्यसकारण शेयर एप्लिकेसन मनी
रिसिभ गर्ने बेलाको हामीले सबैभन्दा पहिला इन्ट्री बनाउने। यसमा हामीले स्टेपहरू ख्याल गर्नुपर्छ, स्टेप हामीले थाहा हुनुपर्छ है। यो स्टेप मैले चाहिँ सुरुको भिडियोमा हालिदिएको छु, तपाईहरूले हेर्नु होला है। एप्लिकेसन मनी रिसिभ हुँदाखेरि यसरी बनाउनु होला। बैंक अकाउन्ट डेबिट टू शेयर एप्लीकेशन अकाउंट being application मनी रिसिभ्ड भनेर लेख्ने। अब हामीले एप्लिकेसन कति जना शेयरको पाएछौं त 7000 जना शेयरको एप्लिकेसन पाएका छौं। एप्लिकेसनको रेट कति छ 30 रुपैयाँ छ। 30 रुपैयाँको रेटमा हामीले राख्ने, 30 रुपीज को रेटमा है। 30 रुपैयाँको रेटमा 7 त्रिक 21 भन्नुको मतलब 2,10,000 रुपैयाँ। 2,10,000 रुपैयाँ डेबिट, 2,10,000 रुपैयाँ क्रेडिटमा राख्ने है। बुझ्नु भयो नि। एप्लिकेसनमा जति जना शेयरको हामीले एप्लिकेसन पाउँछौं टोटललाई हामीले के गर्नुपर्छ त डेबिटमा देखाउनु पर्छ है। टोटल एप्लिकेसन मनी जतिको हामी पाउँछौं त्यसलाई डेबिटमा देखाउने। हामीले एप्लिकेसन मनी रिसिभ गरिसकेपछि दोस्रो स्टेपमा हामी के गर्छौं, त्यो एप्लिकेसन मनीलाई हामीले कुन कुन ठाउँमा युज गरेका छौं, कहाँ खपत गरेका छौं, त्यस कुरालाई दोस्रो स्टेपमा हामीले देखाउनु पर्छ। भन्नुको मतलब कति हामीले शेयर क्यापिटलमा पठाएका छौं, कतिको पैसा हामीले रिजेक्ट गरेका छौं, कतिको पैसा शेयर एलटमेन्टमा पठाएका छौं अथवा एडभान्सको रूपमा राखेका छौं, यस्ता कुराहरू हामीले चाहिँ यो स्टेपमा देखाउने काम गर्छौं। त्यसको लागि हामीले के गर्ने भन्दाखेरि शेयर हाम्रो क्वेशनले के भनेको छ, यहाँ हामीले 1000 जना शेयरको पैसालाई हामी के गरेछौं रिजेक्टेड गरेका छौं, फिर्ता पठाइदिएका छौं र हामीले 1000 जना शेयरको 30,000 रुपैयाँ के गरेछौं त एडभान्सको रूपमा एक्सेप्ट गरेका छौं, जुन हामीले शेयर एलटमेन्टमा पठाउने काम गर्छौं है। अब यस्ता कुराहरू र हाम्रो कम्पनीले जतिवटा शेयर इस्यु गरेछ अथवा 5000 जना शेयरको पैसालाई हामीले के गर्ने शेयर क्यापिटलमा राख्ने है। यो स्टेपमा हामीले के गर्ने 5000 जना शेयरको पैसालाई शेयर क्यापिटलमा पठाउने, 1000 जना शेयरको पैसा यो जुन छ यसलाई हामीले के गर्ने एडभान्सको रूपमा राख्ने अथवा शेयर एलटमेन्टमा पठाउने, अनि यो जुन 1000 जना शेयरको पैसा छ यसलाई हामीले रिजेक्टेडमा राख्ने, टु बैंक भनेर क्रेडिट गर्ने है। हामीले यसको लागि के गर्ने शेयर एप्लिकेसन अकाउन्ट डेबिट टु शेयर क्यापिटल अकाउन्ट टु शेयर एलटमेन्ट अकाउन्ट टु बैंक अकाउन्ट है। शेयर एप्लिकेसन अकाउन्टमा माथि जति शेयर एप्लिकेसनमा पैसा छ सेम त्यही पैसा लेख्ने है, 2,10,000 रुपैयाँ। शेयर क्यापिटलमा जतिवटा शेयर हाम्रो कम्पनीले इस्यु गरेछ त्यतिवटा शेयर राख्ने। हाम्रो कम्पनीले 5000 शेयर इस्यु गरेको छ, 5000 वटा शेयरको पैसालाई मात्रै हामीले शेयर क्यापिटलमा पठाउन पाउँछौं, त्यसकारण 5000 लेख्ने। अनि एप्लिकेसनको रेट कति छ 30 रुपैयाँ छ, 30 रुपैयाँ लेख्ने है, 30 रुपीज भनेर लेख्नु होला। त्यस्तै गरेर अब टु शेयर एलटमेन्ट है, शेयर एलटमेन्टमा हामीले कति रुपैयाँ पठाएका छौं भन्नुको मतलब कति रुपैयाँ हामीले एडभान्स लिएका छौं भन्दाखेरि 30,000 रुपैयाँ छ, 30,000 रुपैयाँलाई हामीले यसमा राख्दिने। अनि कति जनाको पैसा रिजेक्ट गरेछौं टु बैंक अकाउन्ट भनेर लेख्ने, 1000 को पैसा हामीले रिजेक्ट गरेछौं, 1000 को पैसालाई रिजेक्टमा लेख्ने है। यस प्रकार हामीले यो स्टेपको गर्छौं। यो स्टेप भइसकेपछि अब हामीले एलटमेन्टको पैसा माग्ने काम गर्छौं, एलटमेन्टको पैसा कल गर्छौं। एलटमेन्टको पैसा कल गर्ने बेलामा हामीले पार भ्यालुमा कि प्रिमियममा कि डिस्काउन्टमा शेयर इस्यु गरेको भन्ने कुरा हामीले विचार गर्नुपर्छ। यो क्वेशनमा डिस्काउन्टमा हामीले शेयर इस्यु गरेका छौं र डिस्काउन्ट यही किस्तामा छ, त्यसकारण हामीले डिस्काउन्टलाई के देखाउने त डेबिटमा देखाउनु पर्छ है। त्यसकारण हामीले यसको लागि यसरी बनाउने शेयर एलटमेन्ट अकाउन्ट डेबिट डिस्काउन्ट अन इस्यु अफ शेयर अकाउन्ट डेबिट टु शेयर क्यापिटल अकाउन्ट है। शेयर एलटमेन्ट अकाउन्ट डेबिटमा अब हामीले 5000, अब हामीले यो एप्लिकेसनको सुरुमा मात्रै 7000 शेयरलाई देखाउने, त्यसपछि हामीले 5000 जना शेयरकोबाट मात्रै पैसाहरू माग्नु पर्छ, यिनीहरूको हिसाब नै राख्ने है। 5000 जना शेयरको एलटमेन्टको रेट कति छ 40 रुपीज छ, 40 रुपीज लेख्ने। त्यसपछि डिस्काउन्ट अन इस्यु अफ शेयर भनेछ, यसलाई पनि डेबिट गर्ने। डिस्काउन्ट हामीले कति जना शेयरको 5000 जना शेयरको 10 रुपैयाँ छ है। यहाँ 10% 100 रुपैयाँको 10% भनेको 10 रुपैयाँ हुन्छ, 10 रुपैयाँ हाम्रो डिस्काउन्ट छ। टु शेयर क्यापिटल अकाउन्ट 5000 जना शेयरको पार भ्यालु कति हुन्छ त 40 र 10 जोडेर कति आउँछ
50 रुपियाँ हुन्छ टोटल 50 रुपियाँ लेख्ने है 40 प्लस 10 गरेर 50 यो भयो। त्यसपछि अब हामीले यो एलटमेन्टको पैसा मागिसकेपछि हामीले के पाउँछौं त एलटमेन्टको पैसा रिसिभ गर्छौं। एलटमेन्टको पैसा रिसिभ गर्ने बेलामा हामीले पैसा एडभान्स पाइसकेका छौं कि छैन यो कुरा ख्याल गर्ने र यो किस्ताको पैसा पाउने बेलामा कालसिन एरियर छ कि छैन यसलाई पनि हामीले ख्याल गर्ने है। अनि यो क्वेशनको सन्दर्भमा भन्नु पर्दाखेरि हामीले कालसिन एडभान्स पाइसकेका छौं। एप्लिकेसनमै हामीले कति रुपियाँ पाइसकेछौं त 30,000 रुपियाँ हामीले एडभान्स पाइसकेका छौं। यो पैसा अब मिल्दैन र यो किस्ताको पैसा पाउने बेलामा अरु कसैले कालसिन एरियर गरेको छैन, खाली एडभान्स मात्रै हामीले रिसिभ गरेका छौं जुन हामीले एप्लिकेसनमा 1000 जना शेयरको पाएका थियौं है। अब हामीले त्यसलाई यो त्यो पैसा जुन हामीले पहिले पाइसकेका छौं यो 30,000 रुपियाँ अब हामीले पाउँदैनौं। 30,000 बाहेकको अरु पैसा हामीले रिसिभ गर्छौं त्यसलाई मात्रै हामीले देखाउनु पर्छ है। ल अब हामीले पैसा पाउने बेलामा बैंक अकाउन्ट डेबिट गर्ने, टु शेयर एलटमेन्ट गर्ने। 2 लाख रुपियाँ हामीले एलटमेन्टमा पाउनु पर्ने हो तर 30,000 रुपियाँ हामीले पहिले लिइसकेका छौं। अब यो पैसा हामीले पाउँदैनौं। यो पैसा घटाएर बाँकी पैसा 1,70,000 मात्रै देखाउने। टु शेयर एलटमेन्टमा पनि 1,70,000 गर्ने है। यो तरिकाबाट हामीले यसलाई बनाउनु पर्छ। त्यस्तै गरेर अब हाम्रो पालो आउँछ फर्स्ट फाइनल कलको पैसा माग्ने। फर्स्ट फाइनल कलको पैसा माग्ने बेलामा हामीले सिम्पली माग्ने है शेयर फर्स्ट एन्ड फाइनल कल अकाउन्ट डेबिट टु शेयर क्यापिटल गर्ने है। शेयर फर्स्ट एन्ड फाइनल कल अकाउन्ट डेबिट टु शेयर क्यापिटल गर्ने। हामीले कति जना शेयरबाट माग्ने 5000 जना शेयरबाट माग्ने। फर्स्ट फाइनलको रेट कति छ 20 रुपियाँ छ। 20 रुपियाँको रेटमा माग्ने कति आउँछ त 1 लाख रुपियाँ आउँछ डेबिट क्रेडिट गर्ने। त्यसपछि फर्स्ट फाइनल कलको पैसा हामीले मागिसकेपछि अर्को स्टेपमा यो पैसा हामीले के गर्छौं त रिसिभ गर्छौं। रिसिभ गर्ने बेलामा हाम्रो यहाँ कालसिन एरियर भएको छ, कालसिन एडभान्स त छैन तर कालसिन एरियर भएको छ भनेको कति जनाले दिएनन् 300 जना शेयरले फर्स्ट र फाइनल कलको पैसा तिरेका छैनन्। यिनै 300 जना शेयरको पैसा हामीले पाएका छैनौं, कालसिन एरियर भएको छ। यस्तो अवस्थामा हामीले पैसा रिसिभ गर्ने बेलामा यसरी इन्ट्री बनाउने। जति जनाको पैसा आउँछ बैंक अकाउन्ट डेबिट गर्ने है। अनि जति जनाले पैसा तिरेनन् कालसिन एरियर अकाउन्ट डेबिट गर्ने। टु शेयर फर्स्ट एन्ड फाइनल कल भनेर क्रेडिट गर्ने। फर्स्ट फाइनल कलमा माथि 1 लाख रुपियाँ छ 1 लाख रुपियाँ लेख्ने। कालसिन एरियर कति जनाको भएछ 300 जना शेयरको है। 300 जना शेयरले फर्स्ट फाइनल कलको पैसा तिरेका छैनन् यहाँ भनेको छ। अनि फर्स्ट फाइनलको रेट कति छ 20 रुपियाँको रेटमा। 20 रुपियाँको रेटमा यो पैसा 6000 रुपियाँ आएन है। 1 लाख रुपियाँ पाउनु पर्नेमा 6000 रुपियाँ हामीले पाएनौं भने कति रुपियाँ आज आउँछ त 94,000 आउँछ। यसबाट यसलाई माइनस गरेर यहाँ लेख्नु होला है। यसरी हामीले शेयरसँग सम्बन्धित जर्नल इन्ट्रीजहरु हामी बनाउन सक्छौं। यो हाम्रो चाहिँ एक्जाममा 5 मार्क्सको आउँछ, त्यसकारण यो एकदम सिम्पल हुन्छ। तपाईहरुले यसको स्टेप चाहिँ याद गर्नुस् है। स्टेप याद छ भने सजिलैसँग हामीले चाहिँ यसको जर्नल इन्ट्रीहरु बनाउन सक्छौं है। तपाईहरुले मेरो भिडियो हेर्दै गर्नुस्। 12 को अकाउन्टसँग सम्बन्धित कुनै क्वेशन आएन, कुनै समस्या छ भने तपाईले कमेन्ट गर्नु होला, त्यसकोमा चाहिँ भिडियो बनाएर सिकाएर चाहिँ पठाइदिन्छु है। ल थ्यांक यू फर टुडे।